हेलो गाइस, फेरि पनि तपाईलाई मेरो ब्लगमा स्वागत छ। र गाइस आज भने चाहिँ गान्तोकमा एकदम सिक्किमको युनिक एकदम वान पिस इभनलाई हामीले भेटेको छौँ र गाडी चलाएर ट्रायलहरू सबै गरेको छौँ। गाडी एकदम दामी लाग्यो भन्दै गाइस आजको ब्लगलाई स्टार्ट गरौँ। आज भने चाहिँ म जुलुकबाट बिहानै गाडी स्टार्ट गरेर चिसोमा एकदम गाडी स्टार्ट गरेर म आज जानुपर्ने छ गान्तोक र एकदम साइट सिन गर्दै गान्तोक जानुपर्ने छ र गाडी हाम्रो स्टार्ट भइसकेको छ र जुलुकमा एकदम चिसो थियो एकदम हेर्नुस् गाडीले पछाडिबाट सेतो धफ्याल्दैछ र गाडी स्टार्ट भइसकेर गाइस हामीले होमस्टेको अगाडि गाडी लिएर आयौँ र हाम्रो दाजुले सामान लेट भन्नु रहेछ र मेरो पाली आएर मेरो टर्नमा मैले मेरो सामान लोड गरेँ गाडीमा। एकदम टुरिस्टहरूले पनि खाजा खाइसकेको छ र मैले पनि पुरीसुरी खाएर बाहिर निस्किँदा दाजुले लोड गर्नु रहेछ सामान र हाम्रो लोड भइसकेको थियो। टुरिस्टलाई हालेर म उकालो लागेँ हामी जुलुकबाट उकालो लाग्यौँ। हाम्रो फर्स्ट पोइन्ट हुनेछ जिगज्याग रोड भ्यू पोइन्ट र एकदम दामी नजारा देख्छ गाइस। हेर्नुहोस् जिगज्याग रोड तपाईँले मुनि देख्नु हुँदैछ होला, एकदम पर बादलहरू एकदम दामी भ्यू देख्छ र टुरिस्ट पनि लक्की रहेछ। आज त्यस्तो फक आएको थिएन र मुनिपट्टि रोडहरू हामी मजाले हेर्नु पायौँ। हेर्नुहोस् तलहरू कस्तो दामी भ्यू देख्छ गाइस एकदम दामी फेमस छ जुलुक चाहिँ यसले गर्दाखेरि। र हामीले गाडी पनि मजाले पार्क गरेर टुरिस्टलाई पनि अब छिटो गर्नुपर्ने, किनभने पानी पनि पर्न आँटेको थियो र माथि पनि भिजिट गर्नुपर्ने छ। र गाइस हामी अब लाग्यौँ थम्बी भ्यू पोइन्टपट्टि र त्यो पोइन्ट चाहिँ हाम्रो सेकेन्ड पोइन्ट हो। र गाइस हेर्नुहोस् थम्बी भ्यू पोइन्ट आइपुगिसकेको छौँ र थम्बी भ्यू पोइन्टबाट चाहिँ यति दामी नजारा देख्छ जुलुकहरू हाम्रो जिगज्याग रोडहरू एकदम मजाले देख्छ। र यहाँ आइपुग्दा अलिअलि फकले गर्दा त्यस्तो राम्रो देख्नु पाएन। टुरिस्टले यहाँनिर एक दुईवटा फोटो खिचेर हामी लाग्यौँ फेरि उकालो र नाथाङ भ्यालीमा गएर हामी एकछिन फोटोसोटो खिच्नेछौँ। पहिला पनि हेरेको रहेछ र गाइस नाथाङ भ्याली हेर्नुहोस् अलिकति फक लागेर त्यस्तो देखेको छैन। होमस्टेहरू एकदम दामी छ। यहाँ पनि हामी आएर स्टे गर्न सकिन्छ, एकदम दामी जग्गा छ र एकदम बाबा मन्दिर नघुम्ने भएर हामी सिधै कुपु ब्लेकपट्टि लाग्यौँ बाबा मन्दिर सबै देखिसकेको रहेछ र कुपु ब्लेकमा पनि पानी परेकोले गर्दाखेरि गाडीभित्रबाट सबै उनीहरूले हेरे र मैले न्यू बाबा मन्दिर र छाङ्गु लेक त जानुहुन्छ होला भनेको गाइस त्यो पनि नजाने रहेछ, सबै घुमिसकेको रहेछ त्योहरू चाहिँ र जिगज्याग भ्यू पोइन्टको लागि आएको रहेछ। र गाइस हामी छाङ्गु लेक पसिसकेको छ र हेर्नुहोस् छाङ्गु लेकको नजारा आज एकदम खाली मैले देखेँ र छाङ्गु लेकबाट हामी आएर सिधै तल खाना खानु गयौँ। एकदम वासरुम पनि उनीहरूलाई आइरहेको थियो र म चाहिँ एकदम भित्र बसेर हिटरमा बसिहालेँ। एकदम निकै चिसो भइरहेको थियो मलाई र एकदम हाम्रो खाना पनि रेडी थियो र फ्राई राइस र चिया अहिले त्यहाँनिर छ सारेर खानु भने हामीले एकदम सबै कुरा रेडी हुन्छ गाइस यहाँनिर। र हामी खानासाना खाएर निस्क्यौँ ओह्रालो लाग्यौँ अब गान्तोकतर्फ र गान्तोक गएर हाम्रो टायर पनि बनाउनु छ, किनभने गाइस टायरबाट हावा लिक गर्दैछ एकदम मलाई टेन्सन भइरहेछ। र हामी होटल आइपुगिसकेको छौँ र होटल चाहिँ हाम्रो एकदम मानवीर कलेजमा नाजुङ रिट्रिट भन्ने होटल छ र गाइस त्यहाँनिर ड्रप गरेर हामी लाग्यौँ टायर बनाउनु, किनभने मलाई बाटोमा टायर फेर्नु मलाई एकदम अल्छी लाग्छ, किनभने पानी परिरहेको थियो र टायर खोलेर हेरेको एकदम ट्युबमा सानो दुलो परेको रहेछ गाइस र भाइले त्यो टालेर हुन्छ भनेर एकदम टालेर एकदम हाम्रो गाडी रेडी भयो। र गाइस हेर्नुहोस् टायर बनाउँदा चाहिँ एकदम सिक्किमको बेस्ट युनिक इओन होन्डाई इओन चाहिँ हामीले भेटेको छौँ गाइस गान्तोकमा र एकदम आगेला भनेर मैले गाडी एकदम हेर्नुहोस् भिडियो सिडियो गरेँ, एकदम दामी लाग्यो मलाई गाडी व्हाइट र ब्ल्याक कम्बिनेसनमा आगेले एकदम मजाले गाडीलाई चाहिँ स्याहारेर राख्नु भएको रहेछ गाइस मलाई एकदम गाडीको लुक्सहरू इन्टिरियर एक्सटिरियर मलाई एकदम दामी लाग्यो गाइस। तपाईँहरूलाई के कसो लाग्यो मलाई कमेन्टमा लेखेर बताउनुहोस् गाडीमा भित्र एकदम मजाले चुटिक्क सिम्पल पाराले मोडिफाई गर्नुभएको छ आगेले मलाई एकदम दामी लाग्यो गाइस। गाडी A1 टप मोडलको रहेछ र मैले एकदम चढेर हेरेँ पनि गाडीमा एकदम मलाई कम्फर्ट फिल भयो। मेरो पनि इओनै छ तर यतिको चाहिँ मैले राखेको छुइनँ गाइस मलाई यो गाडी चाहिँ एकदम दामी लाग्यो र मलाई भिडियो बनाउनु मन लाग्यो। र गाइस हेर्नुहोस् हाम्रो टायर पनि एकदम रेडी भइसकेको छ। हामी अब लाग्यौँ आफ्नो रुमतर्फ र गाडी साडी थन्काएर हामी अब लाग्यौँ रुमतर्फ। भोलि सिलगढी ड्रप छ, भेट्नेछौँ नेक्स्ट ब्लग।